यो सारङ्गीको धुनबाट निस्किएको आवाज जति मिठो छ त्यति नै यससँग गाँसिएका जीवनहरू पीडादायी पनि छन्। सारङ्गीको धुनसँगै प्रस्फुटित यी आवाजहरूले यस्तै भावनालाई प्रतिबिम्बित गर्दछन्। निश्चय पनि समाज परिवर्तनशील छ। परिवर्तनसँगै भित्रिएका भौतिक संरचनाको विकास र मानवीय सोच अनि भावनात्मक संवेगहरूसँगै आज म सोच्न बाध्य भएको छु, के परिवर्तनले समाजमा सकारात्मक कुरालाई मात्रै निम्त्याएको छ त? म एउटा विद्यार्थी हुँ अनि ऊ प्रदीप। हामी आज जीवनका यी पाटाहरूमा आएका आरोह अवरोहका बारेमा केही अनुभूतिहरू प्रस्तुत गर्दैछौँ। यो प्रस्तुतिमा सहभागी केही कलिला फुलहरूको अनुभूतिलाई हाम्रो क्यामेरामा कैद गर्दैछौँ। हाम्रो यो प्रयासमा हामी कति सफल हुन्छौँ त्यो यसमा कैद भएका दृश्यहरूले सायद प्रस्ट्याउनेछन्। म चाहिँ नेपाली मुटुमा पानी जम्छ, टाउकोमा पानी जम्छ। पाकेट मारेको छ, पालिएको छ। आज मैले सडकमा यस्तो जीवन देखिरहेको छु जसलाई उनीहरूले पूर्ण रूपमा स्वीकारेको जस्तो देखिन्छ। यद्यपि उनीहरूको र मेरो जीवनमा निकै भिन्नता छन्। भोगाई, अनुभव र सिकाइमा समेत अत्यन्त पृथक, जसलाई जो कोहीले स्वीकार्न कठिन हुने गर्दछ। त्यसैले सडकका यी बालबालिकालाई देख्दा म सोच्न बाध्य हुन्छु कि कहाँबाट आयो होला उनीहरू, अनि राजधानीका भव्य महलहरूको बीचका साँघुरा सडक र गल्लीहरूमा भौतारिरहेका छन्। यसै मेसोमा म सोच्न थाल्दछु उनीहरूको कथा र व्यथा, अनि खोज्न थाल्दछु उनीहरूको प्रत्येक दिनको बिहानीसँगै एउटा नौलो र पृथक परिचयको बयान गर्दै थिए उनीहरू। म भने उनीहरूका यी अभिव्यक्तिबाट एउटा फरक र नौलो जीवनको महसुस गरिरहेको थिएँ। Namaste, my name is Sanda Tama. I stay in Dharan, but when I was small, I used to live in Mighty Nepal, but now I live my story and now before I run away from my house, and I've got dad, mom, family all, but my dad will marry another mom, and we have got separate. Mother will go with other father, and like that my background is very bad. Yes, yet now I live in alone. भन्ने आउँदैन, घरका आउँ थाहा छैन। मम्मी ड्याडीहरू स्वयम्भूमा हुनुहुन्छ। स्वयम्भूमा अरू को छन् त घरमा? बहिनीहरू छ। तिमी कति भयो त यहाँ? 8 वर्ष। यी पात्रहरू मध्येका एकको अभिव्यक्तिले एउटा अबोध बाल्यकाललाई प्रतिनिधित्व गरिरहेको थियो, जसले एउटा स्पष्ट र सही मार्गदर्शनलाई खोजिरहेको
अन्त जसले पनि फेरि मलाई फेरि घरतिर भुन्टे भन्छ कि अन्त अनि मलाई फेरि भुन्टे भने मनै नपर्ने होइन अनि ओभर मलाई उयो हाइट मात्रै बढाउनु पर्ने कि अनि हावापानीले बढ्छस् त हेर जाउँ होइन आयो होइन मैले पनि म बस्न काम गरेँ एक महिना जति गरेँ त्यहाँबाट फोटो काम गरेँ त्यसपछि त्यत्रो काम गर्दाखेरि पनि अब बढिनँ क्या म। त्यसो त राजधानीमा यहाँ यस्ता सयौं बालबालिका छन् जसले आफ्नै अभिभावकको संरक्षणमा रहेर पनि उचित मार्गदर्शनको अभावमा गलत बाटोलाई पछ्याइरहेका छन्। कतिपय यस्ता बालबालिकाहरू विभिन्न खालका कुलतमा फस्दै गएका छन् भने कतिपय नराम्रो सङ्गतको चङ्गुलमा समेत पर्दै गएका छन्। बाबुको नाम चाहिँ के नि? गणेश। गणेश चुट भएको गणेश हो अनि चुट्न बिनाको गणेश। तिमी पनि यही बस्दैनौ? कहाँ बस्छौ? उता कता? कोठामा? कसित बस्छौ? मम्मीहरूसित? कतिपय यस्ता बालबालिकासँगको मेरो भेटघाट अनि एक आपसमा भएको संवादबाट मैले के निष्कर्ष निकालेँ भने के यी बालबालिका परिवारबाट उचित स्याहार र संरक्षण नपाएर मात्रै सडकमा आएका हुन् त? सडकमा आएपछि उनीहरूले भोग्ने जीवन यस्तै हुन्छ त? उनीहरूले जसलाई रमाइलो र आनन्द ठानिरहेका छन् के त्यही नै जीवन हो त? सायद म उनीहरूभन्दा फरक परिवेशमा हुर्किएको कारणले पनि होला जसलाई उनीहरूले रमाइलो ठान्ने गरेका छन्। मैले भने त्यसलाई सहजै स्वीकार्न सकिनँ। पनि सोधे रमाइलो भनेको चाहिँ के त? रमाइलो भनेको म भन्दिनँ ल तिमीले भन न। तिमी नै छौ। रमाइलो भनेको हाम्रो लागि होइन सबैजना सँगै बस्ने खाने घुम्ने होइन सँगै बस्ने खाने डेन्ड्राइट खाने भन्दाखेरि डेन्ड्राइट कसरी खाइन्छ नि? कसरी खाइन्छ? झोलामा लिने टक्क निचाउने यसरी फुक्ने अनि त्यो गरेर के पाउँछ? के हुन्छ? नसा हुन्छ आफूलाई अब आफ्नो होइन त्यो झोलामा हुने जेलसम्म आफ्नो मन यो उत्तरसँगै मेरो मनमा अर्को पनि प्रश्न उठ्यो। के जीवनमा रमाइलो भनेको घन्टौँसम्म गम सुन्नु, लागु पदार्थको सेवन गर्नु मात्र हो त? यो कुरा मेरो लागि असामान्य लागिरहेको थियो किनकि मेरो लागि यो परिवेश नितान्त फरक र नौलो थियो। के खान्छौ भन्दै हुनुहुन्थ्यो त? के खान्छौ त? यहाँ आएर के खान्छौ? के खान्छौ? भन्दै भाइ डेन्ड्राइट काँचा चुरोट भन्दै के खान्छौ भन नि त? डेन्ड्राइट के अरे? सिकाउने दाइले सिकाइदिन्छ भाइ खान्छ। को दाइ चाहिँ को हो नि? बुई दाइ पनि ठुलै रहेछ त। अनि राम्रो लाग्छ त डेन्ड्राइट खान? कसरी खान्छ? प्लास्टिकमा हालेर हो? प्लास्टिकमा हालेर खान्छु। घरमा गाली गर्दैन? पिट्दैन? पाइया गर्दैन? चुरोट पनि खान्छु? गाजर पनि खान्छु? गाजर चाहिँ खाँदैन, चुरोट मात्रै खान्छु। खोइ त तिम्रो दाइ खोइ त? दाइलाई बोलाउ। दाइ यहाँ आऊ त। दाइ आऊ न। आइरहनु है। दाइ खान्छौ डेन्ड्राइट? कति भयो खान थाले?